आमा कस्तो सास फेर्नु साह्रो पर्यो। चिन्ता नगर न, त चाँडै जाती हुन्छ छोरी। खै आज पनि केही सौदा ल्याउनै सकिनँ, काम पनि पाइएन। छोरीको हालत पनि दिनदिनै बिग्रिँदै जाँदैछ। घरमा पनि 1 रुपियाँ पैसा छैन। अब त खानुको लागि चामल पनि छैन। बाबा म स्कुल कहिले जानु? टेन्सन नगर न छोरी, म तेरो लागि जे पनि गर्न तयार छु। तँलाई म चाँडै निको बनाउँछु, त्यसपछि म तँलाई स्कुल पठाउँछु नि ल। पहिला त चाँडै निको भइहाल्नु। हुन्छ बाबा। दाजु अलिकति चामल र दुध दिनुहोस् न उधारोमा। भाइको त पुरानै उधारो निकै छ, अब त दिन मिल्दैन भाइ। हुन्छ दाजु। सुन्नुहोस् न, बिचरा उहाँको आउने बाटो पनि छैन, नानी पनि घरमा बिमार रहेछ, बोलाएर दिउँ न। अब तिमीले भन्छौ भने दिउँ न त। भाइ आउनु। हजुर दाजु। 2टा अन्डा र अलिकति चामल लैजाऊ अब नानीको लागि। हुन्छ दाजु। धेरै धेरै धन्यवाद दाजु हजुरहरूलाई। हवस्, भगवान्ले तपाईँहरूलाई कृपा गरून्। हवस् त। तपाईँको छोरीलाई त टिबी भएको रहेछ, तर नसुताउनुहोस्, दबाई र ट्रिटमेन्ट फ्री छ। तर सर, हाम्रोमा त खाना खाने दरी पनि पैसा छैन। झन् नानीको दबाई यताउता कसरी गर्नु? तपाईँ सुर्ता नगर्नुहोस् न, सरकारको योजना छ निक्षय मित्र। तपाईँको छोरीको लागि कोही न कोही हातुरले पोषण दिनेछ। म रेजिस्ट्रेसनमा नाम लेखिदिन्छु। होइन सर, यसरी चिन्दै नचिन्ने मान्छेलाई पनि कसैले सहयोग गर्छ र? होइन, कोही मान्छेहरू अझै पनि छन् नि जसले मानवता बुझेको छ। हुन्छ, धन्यवाद सर। हुन्छ। को हुनुहुन्छ होला है घरमा? हजुर। म तपाईँको छोरीको निक्षय मित्र। निश्चय मित्र के हो? होइन हौ, त्यो अस्ति हस्पिटलमा भनेको थियो नि क्या हौ, बिमारीहरूलाई सहयोग गर्ने भनेर। त्यही होला सायद, हाम्रो छोरीलाई सहयोग गर्न आउनुभएको होला। हजुर, दाजुले भन्नुभएको एकदम सही हो। म हजुरहरूलाई सहयोग गर्न आएको, हजुरहरूको छोरीको लागि आएको। लिनु हवस्। हामीले त तपाईँलाई चिन्दैनौँ पनि, तर पनि तपाईँले यति धेरै सामान ल्याएर हामी गरिब दुखीलाई सहायता गर्नुभएकोमा धेरै धेरै धन्यवाद। राम्रो मान्छे चिन्जानले होइन, मानवताले भन्ने हो। म हजुरहरूको साथमा छु। हजुरलाई धेरै धेरै धन्यवाद। आमा आज म फलफुल खाने। ल ल छोरी। हस्, हुन्छ, अहिलेको लागि म जान्छु। हुन्छ, बिस्तारै जानुहोस् ल। ओहो, कति राम्रो, तिमी त निकै जाति भएछौ नि। हजुर डाक्टर। साना साना सहयोगले कहिलेकाहीँ ठुलो असर पार्दछ। निक्षय मित्र बन्नु भनेको कसैको जीवनलाई बाँच्न सघाउनु हो। आमा अब म जाति भएँ नि। हो नि छोरी, भगवान्ले फेरि तँलाई हामीमा फर्काइदिनु भएको छ। नमस्ते। हामीसँग केही थिएन, तर भोपाल भाइ तपाईँ हाम्रो भगवान हुनुभयो। अरे, म त हजुरको छोरीको निक्षय मित्र मात्र हो, भगवान होइन। यदि मानिसले चाह्यो भने जो पनि निक्षय मित्र बन्न सक्छ। नानी यताउता पढेर ठुलो मान्छे हुनु ल। हस् त, नमस्कार। नमस्कार। आज मनिषा हाँसिरहेकी छे, ऊ टिबी मुक्त भएकी छे, किनभने कसैले उसलाई साथ दियो। तर अझै धेरै मानिसहरू टिबीसँग लडिरहेका छन्। त्यसैले बन्नुहोस् एक निक्षय मित्र।
प्रत्यक्ष सहयोग गर्न सक्नुहुन्न भने मात्र 1000 रुपियाँ निक्षय मित्रको खातामा दान गरेर पनि तपाईँ कसैको जीवन बचाउन सक्नुहुन्छ। निक्षय मित्र बन्नुहोस्। अझ जानकारीका लागि डिटिसी गान्तोक एसटिएनएम सोकेथाङ अस्पताल परिसरमा सम्पर्क गर्नुहोस्। सहयोगी बिमारीलाई उपचार अवधिभर पोषण सहयोग प्रदान गरिन्छ र यस सहयोगले बिरामीलाई छिटो तथा राम्रोसँग निको हुन मद्दत गर्छ।